मान्छेहरू भन्ने गर्छन् कि मायामा धोका पाएपछि यो मन टुट्ने गर्छ, तर होइन, मायामा धोका पाएपछि मन कहिले पनि टुट्दैन। मायामा धोका पाएपछि त आशा टुट्छ, भरोसा टुट्छ। जब हामी कसैलाई धेरै माया गर्छौँ नि, तब हामी त्यो मान्छेलाई भरोसा पनि गर्छौँ। हामीले गरेको भरोसा अब उसले कहिले पनि तोड्दैन होला भनेर आशा साँच्ने गर्छौँ। हामी हाम्रो जिन्दगी उसलाई सम्झन्छौँ। हाम्रो सब थोक उनी हो जस्तो हामीलाई लाग्छ। तर जब हामीले भरोसा गरेको, आशा गरेको, माया गरेको मान्छेले हामीलाई छोडेर जान्छ नि, एक्लो पारेर जान्छ नि, तब त्यहाँ भरोसा टुट्छ, आशा टुट्छ। फेरि हामी कसैलाई पनि विश्वास गर्न सक्दैनौँ, भरोसा गर्न सक्दैनौँ, कसैलाई माया गरिहाल्न सक्दैनौँ। सबै मान्छे हामीलाई धोकेबाज लाग्छ, मात्र एउटा मान्छेको कारणले हामी दुनियाँलाई धोकेबाज सम्झन्छौँ। फेरि भरोसा गर्न सक्दैनौँ, फेरि कसैलाई माया गर्न सक्दैनौँ, मात्र एउटा मान्छेको कारणले। तर हेर, म तिमीलाई ऊ जस्तो धोका दिने छुइनँ। तिम्रो भरोसा, तिम्रो आशा कहिले पनि तोड्ने छुइनँ। आई प्रमिस।